हरिओम, स्वागत छ शिवोहम योगपीठमा। हामी योगशालामा आउनुभएका सहभागीहरूको समस्या सुन्ने, खास गरी स्वास्थ्य समस्याहरू, मानसिक समस्या, शारीरिक समस्या र त्यसको लागि उपचारका उपायहरू गर्छौँ। हामीले यसपटक कम्मर दुखेको सम्बन्धमा उपचारहरू गरेका थियौँ र उहाँहरूको शरीरमा सकारात्मक परिणाम आएको छ। कतिले औषधि छोड्नु भएको छ, खाने औषधि, कतिले मालिस गर्ने औषधि छोड्नु भएको छ र एकदम भर्याङ उक्लिन ओर्लिन, आफू हिडडुल गर्न, घरको काम गर्न सहज भएको र स्वस्थ भएको कुरा गर्नुभएको छ। त्यसैले हामी सबैलाई फाइदा होस् भनेर यो विधि यहाँ भिडियो मार्फत प्रस्तुत गर्दैछौँ। यसको लागि हामी सर्वप्रथम आफ्नो म्याटमा गएर बसौँ। हामी कम्मरसँग सम्बन्धित सबै प्रकारका व्यायामहरू गर्ने प्रयास गर्नेछौँ। आफ्नो म्याटमा बसौँ अनि त्यसपछि हामी उभिएर केही आसनहरू गर्छौँ। धेरै प्रकारका आसनहरू छन्, त्यही पनि हामी थोरै थोरै देखाउँछौँ। यहाँ हातलाई अञ्जली मुद्रा पारेर अगाडि जोडौँ छातीमा, अनि हातलाई अगाडि, हिपलाई पछाडि ठेल्दै हातलाई शिरमाथि लैजाउँ। श्वास भर्दै अब श्वास छोड्दै हामी कम्मरलाई झुकाउँदैछौँ पछाडि, किनभने कम्मरको व्यायाम भइरहेछ। अब श्वास छोड्दै अगाडि झुकेका छौँ। घुँडा र कुइना सिधा पारेर जति झुक्न सकिन्छ। हातले भुइँ छोयो भने राम्रो, गोडा छोयो भने, छोएन भने पनि ठिक छ। फेरि श्वास भर्दै उठ्यौँ। श्वास छोड्दै पछाडि कम्मरलाई दबाब दिने हो। अगाडि झुकेर पछाडि झुकेर कम्मरलाई दबाब दिन्छौँ। कम्मरको समस्या सबै जान्छ। 2-3 पटक गरेका छौँ हामीले। यहाँ भिडियो लामो नहोस् भनेर, तर घरमा आफ्नो समय मिलाएर बढाउन सकिन्छ। सकेसम्म भने कम्मरमा आएको दबाबलाई याद गरौँ, सकेसम्म अगाडि पछाडि झुक्ने प्रयास गरौँ। फेरि अगाडि अञ्जली मुद्रा, हृदय अगाडि हात जोडेर छोडौँ। अब हातलाई लक गरेर शिरमाथि लगेका छौँ। तिर्यक ताडा आसन गर्दैछौँ हामी। यसलाई चाहिँ हामी श्वास छोड्दै दायाँ बायाँ भाँचिएका छौँ। श्वास छोड्दै दायाँ, श्वास भर्दै सिधा, श्वास छोड्दै फेरि बायाँ। त्यो प्रक्रियाले हामी 8-10 चोटि अथवा अरूचोटि पनि गर्न सक्छौँ। खुल्ला तिर्यक ताडासन गर्दैछौँ। कान छुने गरेर एउटा हातले अर्को हातलाई जाङमा राखेर कम्मरमा दबाब, कम्मरको दबाब याद गरौँ ल। मैले जतातिर ध्यान दिन्छु मेरो ऊर्जा त्यतैतिर जान्छ अनि मलाई सन्चो चाँडै हुन्छ। अब हामी कम्मरमा हात राखेका छौँ। चारवटा औँला दुवै हातको र पछाडि सक्दो निहुरिएका छौँ। घुँडा सिधा अनि श्वास छोडेर निहुरेका छौँ। श्वास भर्दै सिधा हुन्छौँ। फेरि अगाडि झुक्छौँ समानान्तर किसिमले। कम्मरमा दबाब आइरहेको छ किनभने हाम्रो कम्मरको समस्याको उपचार हो यो। फेरि पछाडि श्वास छोड्दै झुक्छौँ। एकैछिन अडिन सकिन्छ आफूलाई सकुन्जेल, आफूलाई आनन्द आउन्जेल, जबरजस्ती चाहिँ गर्नु हुँदैन। फेरि समानान्तर किसिमले झुक्छौँ अगाडि, आँखाले अलिकति माथि हेर्छौँ। कम्मरमा दबाब आएको याद गरौँ, ध्यान त्यहीँ दिउँ। फेरि पछाडि झुकेका छौँ। श्वास छोड्दै झुक्छौँ, श्वास भर्दै सिधा हुन्छौँ ल। योगासनमा श्वासको प्रश्वासको प्रक्रिया मिलाउनुपर्छ। शरीरको गतिविधि र श्वास प्रश्वास मिलायो भने धेरै फाइदा हुन्छ। कहिलेकाहीँ मिलाएन भने फाइदा नहुने र नकारात्मक फाइदा पनि हुनसक्छ। अब हामीले हातलाई छातीमा राखेर भुइँतिर फर्काएर थोरै गोडा फारेका छौँ। श्वास छोड्दै बाङ्गो गएका छौँ, बटारेका छौँ शरीरलाई। अर्को किसिमले पनि बटारेका छौँ। जसरी हुन्छ हामीले कम्मरलाई दबाब दिने हो। कम्मरको उपचार नै यही हो, डाक्टरसँग उपचार छैन आधुनिक चिकित्सासँग। अब हामी वक्रासन गर्छौँ, हिप हेर्ने। एउटा हातलाई कम्मरमा राखेका छौँ अनि अर्को हातलाई कुममा राखेर कुममा हात राखेपट्टिबाट पछाडि हेरिरहेका छौँ। कुर्कुच्चा देखिन्छ, हिप देखिन्छ, आफ्नो पछाडिको हिपमाथिको हात पनि देखिन्छ। देखिएन भने मेरुदण्डमा समस्या छ भनेर बुझ्नुपर्छ, नभएदेखि देखिन्छ। म हात देख्न सक्छु, आफ्नो पछाडि हिपमा राखेको हात देख्न सकिन्छ। यसलाई अलिक बढी प्रक्रिया बढाउन पनि सकिन्छ। अब हामी निहुरेर भुइँ छुने प्रयास गरौँ, गोडालाई क्रस गरेर। यो डक्टरहरूले पनि गर्न लाउनुहुन्छ मेरुदण्डको अवस्था बुझ्नलाई। जसको भुइँ छुन सक्छ अथवा कति डिग्रीसम्म निहुरिन सक्नुहुन्छ उहाँको मेरुदण्डको अवस्था के हुन्छ थाहा हुन्छ डक्टरहरूलाई। गोडा क्रस गरेर भुइँ छुने प्रयास गरौँ। भुइँ छोइयो भने मेरुदण्ड ठिक छ भनेर बुझ्दा हुन्छ। मेरुदण्डको क्रिस्टलहरू, गाँठाहरू, त्यहाँको हड्डीको खिएको नखिएको अवस्था, क्रिस्टलको मात्रा थोरै धेरैको अवस्था ठिक छ भन्ने बुझ्नुपर्छ। अब हामी जाङ तन्काउने आसन गरौँ।
यसले कम्मरमा दबाव आउँछ। कम्मर सँगसँगै जाङको, तिघ्राको, पिण्डौलाको, गोलेगाँठाको, गोडाको, पैतालाको सबै समस्याहरू जान्छ। गोडा निदाउने, जमजमाउने, गल्ने सबै समस्या हुन्छ। कम्मरको त भइ नै हाल्छ। योग साधनामा एउटाको उपचार गर्दा अरू अनेकौँ समस्याहरूको समाधान हुन्छ। त्यसैले योगलाई अमृत भनिन्छ। यसलाई हामी दुई तीन पटक गरेका छौँ। आफूले बढाउन सकिन्छ। सन्तुलन राख्नुपर्छ शरीरलाई। श्वास सामान्य राख्न पनि सकिन्छ। अलिकति शरीरलाई दबाब दिँदा श्वास फाल्ने र शरीरलाई आराम गराउँदा श्वास भर्ने गर्नुपर्छ। योग साधनामा प्राय हामीले वीरभद्र आसन गर्दैछौँ। गोडा पारेर हातलाई शिरमाथि नमस्कार गरेर थोरै सिधा खुम्च्याउने अनि टेढो खुम्च्याउने गर्दैछौँ। आफूलाई जस्तो जस्तो सजिलो लाग्छ। एकछिन अडिन सकिन्छ। ल यहाँ चाहिँ हामी अहिले छिटो गरेका छौँ। एकछिन अडिन सकिन्छ। कम्मरमा एकदम राम्रो दबाब आउँछ यसले। अझै हामी कम्मरमा दबाब दिँदैछौँ। हातलाई अगाडि पसारौँ भुइँतिर फर्काएर। सक्ने जति हामी गोडाको औँलाको टुप्पाले पन्जाले हत्केलालाई छौँ। ल हत्केला चाहिँ छातीको समानान्तर होस्। अलि धेरै पटक गरौँ। अब हामी उत्कट आसन गर्छौँ। हातलाई लग गरेर जक्कडेर अगाडि छातीमाथि राखेका छौँ र आधी मात्र बस्छौँ। कुर्सीमा बसे जस्तो गर्छौँ। अडिन सकिन्छ यसमा। यसले कम्मर, हिप, जाङ, यो पिरियड्स रजस्वला सम्बन्धी समस्याहरू, प्रोस्टेटको कुराहरू सबै योग साधनाले फाइदा नगर्ने केही पनि छैन। कुनै साधनाले कुनै समस्यालाई अलिक बढी फाइदा गर्छ, अरू प्रत्यक्ष रूपमा, अरूलाई अप्रत्यक्ष रूपमा गर्छ। हामी कुर्कुच्चा थिच्चिने गरी उठबस गरौँ 10-12 पटक, अथवा कम बढी। आफूलाई धेरै थकाउनु पनि हुँदैन योग साधनामा। ठिकै सक्ने जति गर्नुपर्छ। शरीरलाई धेरै माया गर्नु पनि हुँदैन। धेरै माया गरेको शरीर रोगी हुन्छ। अब हामी मत्स्येन्द्र आसन गर्दैछौँ। यसमा ढाड एकदम लुगा निचोरेको जस्तो निचोरिन्छ। ढाडको सबैभन्दा रामबाण औषधि हो यो। विपरीत कुइनो, विपरीत घुँडोले पेट लगाएर ढाडलाई पछाडि ठेल्छौँ। एकदम मजाले जान्छ। एकदम मजाले जान्छ। पैतालालाई टेकेका छौँ। घुँडा पारी ल्याएर अनि यसलाई गोडा फेर्दै फेर्दै हामी 8-10 पटक, 6-7 पटक गर्न सक्छौँ। विपरीत घुँडो, विपरीत कुइनो हुनु अनिवार्य छ। पछाडि शरीरलाई फर्काउँदा श्वास छोड्दै अनि अगाडि आउँदा श्वास भर्दै। शरीरलाई काम दिँदा श्वास छोड्ने, शरीर हलुका हुन्छ श्वास छोडेपछि, अनि आराम गर्ने बेलामा श्वास भर्ने। त्यसले पनि आराम हुन्छ शरीरलाई। अब हामी अर्को प्रक्रिया गरौँ। भुनमन आसन गर्छौँ। दायाँ बायाँ गोडा बुढी अम्लाले अर्को बुढी अम्लालाई लक गरौँ ताकि गोडा नफारियोस्। अनि बिस्तारै घुमेर श्वास छोड्दै भुइँ ढोक्छौँ। अनि श्वास भर्दै फर्किन्छौँ। फेरि अर्कोपट्टि त्यही प्रक्रिया गर्छौँ। भुइँ ढोक्छौँ। कम्मरमा अत्यन्तै राम्रो दबाब आउँछ। साथै जाङ पिण्डौलामा पनि आउँछ। नाभि क्षेत्र, नाभि क्षेत्रको माथि मणिपुर चक्र, स्वादिष्ठान चक्र, मूलाधार चक्र सबैमा यसको चाहिँ राम्रो असर हुन्छ। निहुरेर भुइँ ढोकेका छौँ। आज्ञा चक्रमा पनि यसको प्रभाव हुन्छ। छाती बटारिएको छ, अनाहत चक्रमा पनि यसको प्रभाव हुन्छ। घाँटी बटारिएको छ, विशुद्धि चक्रमा पनि प्रभाव हुन्छ। यो सर्वाङ्ग आसन हो। भुनमन आसन सर्वाङ्ग आसन हो। अब पुरा गोडा फारेर हामी हातलाई अगाडि पसार्दै श्वास छोड्दै भुइँ ढोकेका छौँ। यसले हाम्रो कम्मरलाई तन्काइदिन्छ। कम्मरका मांसपेशी लचिलो बनाइदिन्छ। नसाहरू खुम्चेका गुजुल्टेका भए खोलिदिन्छ। च्यापिएका भए निकालिदिन्छ। हड्डीको जोर्नीहरू खिएका भए त्यसलाई क्रिस्टल भरिदिने काम गर्छ। के गर्छ के योग साधनाले भनेर साध्य नै छैन। यो समस्या अनेक समाधान एक हो योग साधना भनेको। योग साधना, प्राणायाम साधना, ध्यान साधना सबै। अब हामी एकछिन चक्की आसन गरौँ। यसले पनि कम्मरलाई अत्यन्तै राम्रो दबाब दिन्छ। महिलाहरूको कम्मर लगायत प्रजनन क्रिया, प्रजनन प्रक्रिया, प्रजनन अङ्ग, पुरुषहरूको पनि विशेष गरी चाहिँ महिलाहरूको पाठेघरलाई एकदम फाइदा गर्छ चक्की आसनले भनिन्छ। एकदम राम्रो व्यायाम हो यो। सबै कुरा अहिले चाहिँ हामीले कम्मर दुखेकोलाई बढी प्राथमिकता दिएका छौँ। तर नाभि क्षेत्र, कम्मर क्षेत्र, हिप क्षेत्र, पिँडौला क्षेत्र, जाङ क्षेत्र, घुँडा सबैतिर, कुइनो, कुम, शरीर, गर्दन, घाँटी सबैलाई फाइदा गर्छ। अब हामी श्वास छोड्दै हिप उठाएका छौँ। कुर्कुच्चा र हत्केलाको बलले
यो पनि सर्वाङ्ग आसन जस्तै हो, सबैतिर दबाब पर्छ। कम्मरमा विशेष फाइदा गर्छ यसले, जाङमा पनि, कुममा पनि, गर्दनमा पनि, घाँटीमा पनि, मस्तिष्कमा पनि सर्वाङ्ग आसन भनिन्छ यस्तोलाई, जसले सबैतिर सकारात्मक प्रभाव पार्छ। श्वास छोड्दै हिप उठाउँछौँ अनि श्वास भर्दै हिप राख्छौँ। एकछिन अडिन पनि सकिन्छ। हामी नौका आसन गरौँ, डुङ्गा आसन। हिप टेकेर नलडिकन हात र गोडा उठाउँछौँ। एकछिन अडिन पनि सक्छौँ श्वास सामान्य गरेर। 3-4 पटक गरौँ अथवा अझै बढी पटक गर्न सकिन्छ। कम्मरमा एकदमै राम्रो दबाब आउँछ, साथै नाभि क्षेत्रको वरिपरि, मूलाधार चक्र, मणिपुर चक्र, स्वादिष्ठान चक्र सबैमा भनेको गोनाड्स ग्ल्यान्ड, एड्रिनल ग्ल्यान्ड, पेन्क्रियास ग्ल्यान्ड सबैमा यसको प्रभाव हुन्छ। ग्ल्यान्ड नै हाम्रो शरीर चलाउने, हार्मोन प्रोडक्ट उत्पादन गर्ने अङ्गहरू हुन्। ती ग्ल्यान्डहरूलाई सक्रिय, शुद्ध बनाइदिन्छ, स्वस्थ बनाइदिन्छ। तब त हाम्रो सबै समस्याहरू समाधान भइहाल्छ। अब हामी अर्को आसन गरौँ, पश्चिमोत्तानासन। यसमा हामी एउटा गोडा पलेटी कस्छौँ, एउटा गोडा पसार्छौँ अनि श्वासलाई हातमाथि गर्दै श्वास भर्छौँ अनि श्वास छोड्दै टाउकोले घुँडा ढोक्छौँ, हातले पैताला समाउँछौँ। श्वास रोक्न सके राम्रो, सकिएन भने सामान्य गरौँ। जति बेरसम्म आफूलाई अडिन मन लाग्छ अडियौँ। गोडा फेरेर हामीले यहाँ थोरै आइटम गरेका छौँ, बार बार भनिरहेको छु मैले, आइटम बढाउनु होला। यहाँहरूलाई समस्या छ भने पटक बढाउनु होला। झुकेर धेरै बेरसम्म बस्ने प्रयास पनि गर्नुहोला। श्वास मिलाउने प्रयास गर्नुहोला। योगासन र श्वासको, शरीर र श्वास मिलाएपछि मात्र योगासन हुन्छ, नभए व्यायाम मात्रै हुन्छ भनिन्छ। योगासन अमृत हो। एकछिन चक्की आसन गरौँ, पलेटी कसेर अनि शरीरलाई पुरै घुमाऊ। श्वासलाई सामान्य गर्न पनि सकिन्छ। शरीर पछाडि जाँदा श्वास छोड्ने र शरीर अगाडि आउँदा श्वास लिने पनि गर्न सकिन्छ, अथवा लामो गहिरो श्वास गर्दिन पनि सकिन्छ। उल्टो सुल्टो दुवै गरौँ। योग साधना, प्राणायाम साधना, ध्यान साधना गर्दा सधैँ आफ्नो अङ्गहरूमा ध्यान दिनुपर्छ। कहीँ बाहिर नजाओस् हाम्रो मन। जहाँ ध्यान दिन्छ त्यही क्षेत्रमा फाइदा बढी हुन्छ। हामी पछाडि पैताला हेर्दैछौँ, यसले पनि कम्मर एकदम राम्रो लुगा निचोरे जस्तो बटारिन्छ। एउटा गोडा पद्मा, एउटा गोडा सुखासनमा, एउटा गोडा वज्रासनमा गरेर वज्रासनको गोडा बालालाई हामीले हेर्छौँ। पैताला मुन्टो पुरा पछाडि बटारेर सबै थोक देखिने गरेर। यहाँ मैले यतापट्टिको गमला पनि देखिरहेको छु। पछाडिका सबै चिजहरू देखिन्छ। जति देख्ने गरी बटार्छौँ त्यति नै फाइदा हुन्छ। कम्मरमा एकदमै राम्रो फाइदा हुन्छ। कम्मर सँगसँगै आउने जाङको, अरू हाम्रो आन्तरिक अङ्गहरूको, बाहिरी अङ्गहरूको, घुँडाको, पिँडौलाको पनि समस्या समाधान हुन्छ। हामीले एउटा गोडा सुखासनमा छ, अर्को गोडा पसारेका छौँ पछाडि र शरीरलाई सक्दो अगाडि ठेलेका छौँ, कुइना नखुम्च्याई। अब गोडालाई हिप छुवाउने प्रयास गर्दैछौँ। सबैको नछुइन सक्छ, सकेसम्म छुवाउने प्रयास गरौँ। यसले कम्मरमा दबाब आउँछ, जाङमा, घुँडामा, पिँडौलामा सबैतिर दबाब आउँछ। यसो गर्दाखेरि कम्मरमा एकदमै राम्रो दबाब आउँछ। कुइना खुम्चिनु हुँदैन, घुँडा खुम्चिनु हुँदैन। पछाडिको तानेर छुवाउँ, एकदमै राम्रो फाइदा हुन्छ। पुरै शरीरमा फाइदा हुन्छ, विशेष गरी कम्मरमा जहाँ बढी दबाब पर्यो त्यहाँ बढी फाइदा हुन्छ। जति पटक पनि हामी गर्न सक्छौँ। अत्यन्तै आनन्द आउँछ यो आसन गर्दाखेरि। शरीर पुरै तन्किन्छ, लचिलो बनाइदिन्छ अनि एकदम आराम हुन्छ। योगासन सबै आसनहरूले मिलाएर गर्न जान्यौँ आफ्नो शरीर अनुसार, आफ्नो आवश्यकता अनुसार भने राम्रो लाग्छ। नभए मिलेन भने चाहिँ फेरि दुख्ने, अप्ठ्यारो हुने, समस्या हुने हुन्छ। हामी अर्को आसन गरौँ, उष्ट्रासन। उष्ट्रासनले सबै अङ्गलाई फाइदा गर्छ। यसलाई चाहिँ नै सर्वाङ्ग आसन पनि भन्न सकिन्छ। सर्वाङ्ग आसन अर्कै छ पल्टेर गर्ने, तर सबै अङ्गमा प्रभाव पार्ने, सकारात्मक प्रभाव पार्ने आसनहरूलाई सर्वाङ्ग आसन भनिन्छ। यसले चाहिँ कम्मरमा, तल्लो पेटमा, घुँडामा, जाङमा, मुन्टोमा, गर्दनमा, शिरमा सबैतिर हाम्रो
समस्याहरू समाधान गर्न मद्दत गर्छ। अब हामी अघिको पूर्ण उष्ट्रासन हो, यो चाहिँ अर्ध उष्ट्रासन हो। कम्मरमा हात राखेर निहुरेका छौँ। कम्मरमा अत्यन्तै आनन्द आउँछ यस्तो गर्दाखेरि। दुखेकाहरूलाई त झन् एकदमै धेरै दुखेकाहरूलाई त दुख्न सक्छ, तर अलिअलि समस्या छ अनि त्यस्तो मान्छेले यसरी कम्मरलाई दोबारे भाँच्यो भने अत्यन्तै आनन्द आउँछ। केही पनि नभएकाहरूलाई पनि एकदमै आनन्द आउँछ। अब हामी एकैछिन घोप्टिएर गर्ने आसनतिर प्रवेश गर्दैछौँ। अहिलेसम्म बसेर गऱ्यौँ, उठेर पनि गऱ्यौँ। घुँडा र हत्केला टेकेर हामीले गोडालाई सक्दो उठाएका छौँ। सकेसम्म घुँडा सिधा गरेर गोडालाई कम्मरमा दबाब आउने गरी, जाङमा दबाब आउने गरी उठाएका छौँ। माथि सिधा पारेर माथि जति सक्दो उठाउँ। यो आसनका नामहरू सबै कण्ठ हुँदैन, संस्कृतमा छन्। अब हामीले हेरेर आफ्नो किसिमले सहजता किसिमले नाम राखौँ। गोडा उठाउने आसन। अब पैताला र हत्केला टेकेका छौँ। एकैछिन हामी पर्वत आसन गरौँ। पर्वत आसन भनेको नाभि हेरौँ, पर्वत जस्तो शरीर बनायौँ, पहाड जस्तो नाभि हेरेका छौँ। कुममा दबाब आउने गरी, यसले कम्मरमा पनि दबाब आउँछ, कुममा पनि दबाब आउँछ। टाउकोलाई सकेसम्म नाभितिर लाने हो। श्वास छोड्दै अनि श्वास भर्दै सिधा हुन्छौँ। अब एकैछिन हामी गोडा फार्दै जोड्दै गरौँ। यसले कम्मरमा दबाब आउँछ, जाङमा, पेडौलामा, सबैतिर जतिपल्टसम्म आफूलाई सजिलो लाग्छ गरौँ। अब पैताला र हत्केला टेकेर पनि हामी गोडालाई माथि उठाउन सक्छौँ। यसले पनि कम्मरमा एकदम राम्रो दबाब आउँछ। एकदम चाँडो परिणाम आउँछ, फाइदा भइहाल्छ। योग साधना गरेपछि फाइदा भइहाल्छ तुरुन्तै, केही दिनमै। जति पटक सकिन्छ, जति बेर मन लाग्छ आफूलाई सन्तुलनमा चाहिँ राखौँ। घुँडा सिधा गर्न सके राम्रो। पछाडि ऐनामा ठुट्टियो र मेरो बाङ्गो भयो अलिकता। सिधा गरौँ। फेरि पर्वतासन गरौँ। पर्वतासनमा पनि एकदमै आनन्द आउँछ। अब घुँडा टेकौँ। हामी अष्टाङ्ग आसन गर्छौँ। छाती टेकेका छौँ। घुँडा, छाती, हत्केला टेकेर एकैछिन अडियौँ। हिप माथि छ। अब शरीरलाई छोडेर हामी खुप्टो परौँ। एकैछिन हातमाथि चिउँडो राखेर आराम गरौँ। अब हामी अर्ध भुजङ्ग आसन गर्दैछौँ। नारी र कुइनो र हत्केला टेकेर शिर उठाएका छौँ, सिलिङमाथि हेरेका छौँ। पछाडि गोडा दुवै लमतन्न छन्। आकाशतिर पैताला फर्किएर श्वास छोड्दै दायाँ बायाँ घुमेका छौँ। श्वास भर्दै सिधा भएका छौँ। एकैछिन आराम गरौँ। शरीरलाई काम लागुलाई गर्नु नि हुँदैन। अब हामी एकैछिन गोडा चलाऊँ, हिपमा हानौँ कुर्कुच्चाले। यसले जाङको कम्मरको व्यायाम पनि हुन्छ, आराम पनि हुन्छ। क्रस पनि गर्न सक्छौँ। फाइदा हुन्छ एकदम सबैतिर। अब हामी पूर्ण भुजङ्ग आसन गर्छौँ। हत्केला दायाँ बायाँ छातीको टेकेर कुइना समेत उठाएर शिरले माथि सिलिङमा हेरेको छौँ। श्वास छोड्दै उठेका छौँ। एकैछिन सिलिङमा हेरिराखौँ र श्वास छोड्दै दाहिने देब्रे गरौँ। श्वास छोड्दै दाहिने देब्रे, श्वास भर्दै सिधा आउँछौँ। ल श्वास चाहिँ मिलाउनुपर्छ हामीले। श्वास छोड्दै दायाँ बायाँ गर्छौँ अनि एकैछिन हामी बिस्तारै राखौँ। शरीरलाई झट्ट राख्नु हुँदैन। यो बेलामा हाम्रो शरीर तातेको छ। मांसपेशीहरू लचिला भएका छन्, चुडिन च्यातिन सक्ने सम्भावना हुन्छ। अब शलभासन गरौँ हामी। दाहिने गोडो देब्रे हातलाई तनक्क अगाडि तन्काउँ, सके जति उठाउँ। घुँडा र कुइना सिधा होस्। उठाउँदा श्वास छोडौँ, राख्दा श्वास भरौँ। जति पटक पनि गर्न सकिन्छ। यसले कम्मरमा असाध्यै राम्रो दबाब आउँछ। जति गोडा उठाउन सक्छौँ त्यति कम्मरमा दबाब पर्छ। कम्मर दुख्ने भनेको हाम्रो मेरुदण्ड तलका लम्बर मेरुदण्डका गाँठाहरूमा नसा गडबड भएर त्यहाँको क्रिस्टल खिएर हो। यसले क्रिस्टल पनि बनाइदिन्छ। च्यापिएको नसा खोलिदिन्छ, खुम्चेको नसाहरू सिधा गरिदिन्छ, जकडिएका मांसपेशीहरू खोलिदिन्छ अनि हाम्रो कम्मर दुखाइ कम हुन्छ। हाम्रो सहभागीहरूको भनाइअनुसार सन्चो हुन्छ। अब हामी दुवै हात गोडा उठाउने गरी शलभासन गरिरहेका छौँ। नाभि टेकेर जति सक्दो श्वास छोड्दै हात र गोडा दुवै उठाउँ। कम्मरमा एकदमै राम्रो दबाब आउँछ। कम्मरमा आएको दबाब याद गरौँ। अन्त कहीँ नलगाउँ मनलाई। शरीरका अङ्गमा आएको परिवर्तनमा ध्यान दिउँ। अब हामी
जाङमुनि हात लगेका छौँ आकाशतिर फर्काएर, नाभि टेकेर पैताला उठाएका छौँ, मुन्टो उठाएका छौँ, गर्दन जक्कडिने गरी एकैछिन आराम गरौँ। शरीरलाई आराम पनि दिनुपर्छ। फेरि उठाएका छौँ, 2-3 पटक गर्छौँ हामी। आफूलाई सन्चो भएको छ भने बढी पटक पनि गर्न सक्नुहुन्छ। एकैछिन आराम गरौँ। यहाँ भएका सबै आसनहरू गर्नुपर्छ भन्ने छैन। एकैपटक आफूलाई सजिलो लाग्ने, रुचि भएका, आफूलाई आनन्द दिएका आसनहरू छानेर गर्न सक्नुहुन्छ। सबै आसन पनि गर्न सक्नुहुन्छ, झन् राम्रो हो। अरू फाइदा पनि हुन्छ। हामीले धनुरा आसन गरेका छौँ। हत्केलाले पैताला तान्ने, पैतालाले हत्केला तान्ने, गोडा तान्ने। एकैछिन आराम, श्वास छोड्दै फेरि तान्छौँ अनि एकैछिन अडिन्छौँ। अडिन सक्नु जेला अडिनु होला। आँखाले माथितिर हेर्दा राम्रो, गर्दन जक्कडियोस् अनि एकैछिन आराम गरौँ। एकैछिन आराम चाहिन्छ शरीरलाई, व्यायाम गरेको गरे गर्न हुँदैन। अब हामी फेरि अर्धभुजङ्ग आसन गर्दैछौँ। कुइना र हत्केला टेकेर शिरलाई दायाँ बायाँ गर्दैछौँ। यसले गर्दनमा बढी फाइदा गर्छ, कम्मरमा पनि गर्छ। पूर्ण भुजङ्ग आसनले कम्मरमा अत्यन्तै राम्रो फाइदा गर्छ, एकदमै राम्रो दबाव आउँछ। एकैछिन आफ्नो किसिमले आराम गरौँ। श्वासलाई लामो गहिरो बनाउन सकिन्छ आराम गर्दा। फेरि पूर्ण भुजङ्ग आसन गर्छौँ। हामी उठ्ने प्रक्रियामा छौँ। अब मुन्टोलाई माथि फर्काइदिउँ। श्वास छोड्दै दायाँ, श्वास भर्दै सिधा, श्वास छोड्दै बायाँ। हात कुइना नतन्कियोस्, कुइना नखुम्चियोस्। गलैँचा चिप्लो भएर अलिकति हात चिप्लिरहेछ। अब उठ्छौँ हामी घुँडा टेकेर। एकैछिन मार्जरासन, गौआसन गर्छौँ। मार्जरासन भनेको बिरालो आसन, बिरालोले आङ तानेको जस्तो ढाडलाई माथि लान्छौँ। अनि गौआसन गाई जस्तो ढाड सिधा पारेर टाउको माथि गर्छौँ। यसले हाम्रो मेरुदण्डको 33वटै गाँठाहरू जोड्नेहरूमा एकदमै राम्रो फाइदा गर्छ। मेरुदण्डको पुरै व्यायाम गर्ने आसन मार्जरासन र गौआसन मात्रै हो भनिन्छ। अब हामी एकछिन मण्डुक आसन गरौँ। चिउँडो टेकेर, हत्केला टेकेर, हिप माथि गरेका छौँ घुँडा टेकेर। यो भ्यागुतो आसन हो। यसले कम्मरमा दबाब पर्छ, छातीमा दबाब पर्छ, कुममा दबाब पर्छ। अब बिस्तारै हामी दण्ड आसन गर्दैछौँ। पन्जा टेकेर शरीरलाई तल ल्याउँदैछौँ, माथि लाँदैछौँ। 3-4 पटक गरौँ। सकेसम्म तल लैजाउँ र अडियौँ हामी। कम्मरमा एकदमै राम्रो दबाब आउँछ दण्ड आसनलाई, कम्मरलाई तल लाँदा, भुइँतिर लाँदा। अनि अब घुँडा टेकौँ। बिस्तारै हामी शशक आसनमा जाउँ। हात पसारेर निधारले भुइँ ढोगौँ। आराम हुन्छ यो आसनमा एकदम। श्वासलाई सामान्य गर्न सकिन्छ। बिस्तारै टाउको हात उठाएर श्वास भर्दै हामी सामान्य बनाऊँ। हामीले बसेर गर्ने आसन पनि सकेका छौँ। अब एकैछिन हामी आफूलाई अहिलेसम्म शरीरमा व्यायाम गर्दा आएका परिवर्तनहरूलाई सम्झिँदै आनन्द गर्दै ध्यान गर्न सक्छौँ। ध्यानमा बसौँ एकैछिन। प्राणायाम पनि गर्न सकिन्छ, ध्यान पनि गर्न सकिन्छ। आफ्नो रुचि केमा छ, समय पनि हुनु पर्यो र जाँगर पनि हुनु पर्यो। एकैछिन ध्यानमा बसौँ। लामो गहिरो श्वास गरौँ। शरीरका अङ्गमा ध्यान दिउँ कि आफ्नो आराध्य देवको मन्त्र जप गरेर पनि ध्यान गर्न सकिन्छ मनमा नै, अथवा सिडी बजाएर, भिडियो गीत बजाएर, भजन बजाएर, अथवा निराकार दृश्यलाई हेरेर आँखी बाउको बिचमा याद गरेर पनि ध्यान गर्न सकिन्छ। ध्यानको समय बढाउन सकिन्छ। अब हामी चाहिँ यहाँ समापन गर्दैछौँ। आफ्नो हातलाई रगडेर आँखामा लगाऊँ। बिस्तारै शिरमा, कानमा हुँदै, गर्दनमा हुँदै आँखा हत्केला रेखा हेरेर खोलौँ। अब हामीले समापन गरेका छौँ। ध्यानमा लामो व्यवस्था, गोडा खुम्चिन, निदाउन अथवा झमझमाउन सक्छ। थोरै आराम दिउँ। हात गोडा चलाऊँ, थपथपाऊँ। त्यसपछि हामी समापन गरिसकेका छौँ। हरि ओम, धन्यवाद, शिवोहम। गणपति बप्पा मोरया, मंगल मूर्ति मोरया। ओम गणपति नमो नमः, श्री सिद्धि विनायक नमो नमः, अष्ट विनायक नमो नमः। गणपति
गणपति बप्पा मोरया मंगलमूर्ति मोरया ओम गणपति नमो नमः श्री सिद्धि विनायक नमो नमः अष्ट विनायक नमो नमः गणपति बप्पा मोरया मंगलमूर्ति मोरया